नमस्ते साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरु समक्ष कटहरको तरकारीको रेसिपी लिएर आएको छु। आज म तपाईहरुलाई मिठो कटहरको तरकारी बनाउन सिकाउँदै छु। अब हामीले ग्यास बालेर कराई तताउने अनि तातेको कराईमा तेल हाल्ने। तेल तातिसकेपछि उसिनेको कटहरलाई हाल्ने। कटहर हालिसकेपछि ग्यासलाई लो फ्लेममा राखेर रातो नहुन्जेलसम्म फ्राई गर्ने। अब फ्राई भइसकेको कटहरलाई झिकेर राख्ने। अब तातेको तेलमा मेथी फुराउने। मेथी फुरेर कालो भइसकेपछि खुर्सानी पड्काउने। अब प्याज हालेर प्याजलाई रातो नहुन्जेलसम्म चलाइराख्ने। प्याज रातो भइसकेपछि लसुन अदुवाको पेस्टलाई राखेर चलाउने। अब बेसार राख्ने। अब आवश्यकता अनुसार खुर्सानीको धुलो राख्ने। अब आवश्यकता अनुसार जिरा र धनियाँको धुलो राख्ने। अब सबै मसला हालिसकेपछि चलाउने। अब आवश्यकता अनुसार नुन हालेर चलाउने। अब सबै मसला पाकिसकेको छ। पाकिसकेको मसलामा टमाटरको पेस्ट राख्ने। अब टमाटरको पेस्ट राखिसकेपछि एकछिन छोपेर छोडिदिने। अब मसला पाकिसकेको छ। बिर्कोलाई झिकेर अघि फ्राई गरेर राखेको कटहरलाई हालेर चलाउने। अब एकछिन बिर्कोले छोप्ने। एकछिन छोपिसकेपछि बिर्कोलाई झिकेर चलाउने। अब खानको लागि कटहर तयार भइसकेको छ। धन्यवाद हजुरहरूलाई मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा।